वेलकम टु माई मिनी भ्लग। अनि म चाहिँ हजुरहरूको आफ्नै प्यारी सुस्मिता है। कतिको प्यारी हुन सकौँला, कतिको चाहिँ प्यारी हुन पनि नसकौँला, त्यही पनि ठिकै छ। जतिजनाले माया गरिदिनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यो चाहिँ आज यो मान्छेले के देखाउन लाग्यो यो केटीले भनेर सोच्दै हुनुहुन्छ भने मेरो चाहिँ आज छुट्टी थियो। छुट्टीको दिन म चाहिँ यत्तिकै रुममा बसिराख्न चाहिँ सक्दिनँ कि, कतै न कतै चाहिँ गइराख्नुपर्छ नि त। अनि गएको बेलामा हजुरहरूलाई पनि सँगै घुमाउन लैजाउँ भनेर यसरी जाने नजाने यसरी हजुरहरूको लागि भनेर थोरै भिडियो बनाउँदै हिँड्दैछु है। बोल्न पनि आइरहेको छैन राम्रोसँगले, मिलाएर बुझिदिनु होला। अनि यो चाहिँ हो हाम्रो केउतुको एकदमै फेमस रोमान्टिक ट्रेन चढ्ने ठाउँ होइन। तर अहिले चाहिँ यो चाहिँ बन्द छ कि, क्लोजिङ टाइम भएको छ होइन। अनि खासमा अहिले सिजन पनि होइन यसको चाहिँ, यो चाहिँ साकुरा फुल्ने सिजनमा कि त न्यु इयरको बेलामा एकदमै फेमस हो। अनि यहाँबाट चाहिँ यसको भ्यू चाहिँ यस्तो देखिन्छ साँझमा चाहिँ होइन। अनि यो चाहिँ क्याफे हो होइन, तर आज चाहिँ बन्द रहेछ। मलाई चाहिँ थाहा थिएन, म चाहिँ यहाँ कफी खान पऱ्यो भनेर गएको, बन्द रहेछ। अनि हेर्नु न यहाँ बाटोमा यसो हिँड्दै गरेको त किमोनो के कति सस्तोमा रहेछ, 3000 एनमै कि 3300 एनमै। यो चाहिँ एकदमै धेरै सस्तो है, रेन्टमा है। फेरि किन्न चाहिँ होइन, यो चाहिँ रेन्टमा हो। अरू ठाउँमा चाहिँ नर्मल्ली पनि 6000 7000 त्यस्तो परेको हुन्छ त, यहाँ चाहिँ 3000 मात्रै त्यस्तो मात्रै छ क्या। अनि एकदमै सस्तो लाग्यो मलाई चाहिँ, भनेर मैले चाहिँ भिडियो लिएको के। अन्त यहाँ चाहिँ त्यस्तो धेरै बाक्लो पसलहरू चाहिँ रहेन रहेछ होइन, छैन। याद गरेको थिइनँ, म सधैँ पनि हिँडेको बाटो हो, तर याद गरेको थिइनँ। अनि रहेन रहेछ, तर थोरै भए पनि एकदमै सस्तो के यो किमोनो रेन्टलमा पाउने पसलहरू चाहिँ। अनि खुसी लाग्यो कि। अनि अर्कोचोटि नेक्स्ट टाइम कसैसँग साथीहरूसँग घुम्न आयो भने चाहिँ यहीँबाट लगाउने हो भन्दै म चाहिँ भिडियो गर्दै हिँड्दैछु कि। अनि यो भिडियो चाहिँ यत्तिकै गरिराख्दा नि मलाई चाहिँ यो बानी छ कि, सधैँ पनि यो अहिले त म भिडियो अपलोड गर्दैछु होइन, तर सधैँ पनि भिडियो अपलोड नगर्दाखेरि पनि होइन, त हजुरहरूलाई नदेखाउँदाखेरि पनि म चाहिँ यसरी एक्लै भिडियो गर्दै हिँड्ने मान्छे हो कि। हेर्नु न यता पनि रहेछ क्या किमोनो होइन। अनि कस्तो राम्रो लाग्छ कि मलाई चाहिँ। फेरि जापानिज ड्रेस हो यो चाहिँ होइन, कल्चरल ड्रेस हो। किमोनो भनिराख्दाखेरि तपाईँहरू कतिलाई चाहिँ थाहा होला, कतिलाई चाहिँ थाहा नहुन सक्छ। यो चाहिँ जापानिज ड्रेस हो। अनि हिँड्दै म चाहिँ हेर्नु न यस्तो हरियाली पहाड होइन भएको ठाउँतिर आइपुगेँ कि। अनि यहाँ चाहिँ हेर्दै हेर्नु न यहाँनिर कस्तो राम्रो त्यो यो क्या कमलको फुल होइन। मैले चाहिँ तर यो हाजिमेते हो कि पहिलोचोटि देखेको कि यो कमलको फुल चाहिँ यस्तो खालको, यो मानेको पत्ताको जस्तो पत्ता भएको टाइपमा चाहिँ मैले अर्को त्यो नर्मल हाम्रो नेपालमा पाउने खालको चाहिँ देखेको। अलिकति डार्क हुन्छ नि त्यसको पत्ता चाहिँ, यो चाहिँ पहिलोचोटि देखेको क्या। अनि खुसी हुँदै पहिलोचोटि देखेँ भन्दै भिडियो गर्दैछु। अनि जाँदा हेर्नु न यस्तो राम्रो दृश्य देख्नुहुन्छ तपाईँहरू यदि केउतोमा घुम्न आउनुभयो भने चाहिँ होइन। यहाँ चाहिँ अरू दृश्य चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ होइन थाहा भएन। मलाई चाहिँ अरूभन्दा पनि यो हिस्टोरिकल प्लेस होइन, अनि यो नेचुरल ठाउँहरू चाहिँ मलाई एकदमै राम्रो लाग्ने भएको भएर म चाहिँ एकदमै ह्याप्पी के केउतोमा आएर बस्न पाउँदाखेरि होइन। कसरी म पनि केउतोमा आएर बस्न पाएँ होइन, एकदमै खुसी लाग्छ क्या। यस्तो ठाउँमा एक्लै पनि टाइम स्पेन्ड गर्न सक्ने ठाउँ यहाँ चाहिँ होइन। अरू ठाउँमा चाहिँ साथी नै चाहिन्छ क्या, यस्तो घुम्न जानु पऱ्यो भने। यहाँ चाहिँ हेर्नु न यसरी हरियाली ठाउँतिर चाहिँ आँखाले हेरिराख्यो भने पनि आँखालाई पनि आनन्द अनि मन पनि शान्त हुने कि। यहाँ त झन् कति धेरै रहेछ क्या यो कमलको फुल। म चाहिँ यो मानेको पत्ता जस्तै भनेर सुरुमा चाहिँ होइन होला भन्दै थिएँ, पछि त हेर्नु न यस्तो राम्रो फुलेको होइन, कस्तो राम्रो फुल के। अनि यो झन् अहिले त एउटा दुइटा मात्रै फुलेको छ नि त, सायद अब सिजन भएको छैन होला। होइन, यो त नाइटमा मात्रै एकदमै मजाले पक्रेर फुल्छ होइन र। अनि डेमा चाहिँ यो चाहिँ यस्तो निप्छ क्या होइन यसको फुल। मैले यस्तो सुनेको थिएँ हो कि होइन, त्यो चाहिँ मलाई थाहा भएन होइन। अब थाहा नभएको कुरा त थाहा छ भन्नु पनि भएन। तर मैले चाहिँ यो चाहिँ फर्स्ट टाइम देखेको कि यस्तो यो चाहिँ मानेको पत्तावाला यो फुल चाहिँ। अनि तै पनि म खुसी हुँदै कि हेर्नु न भन्दै यहाँ चाहिँ बोल्दैछु कि। तर एक्लै खुसी हुनुमा पनि बेग्लै आनन्द छ कि, एक्लै डुल्नुमा होइन, एक्लै
हिँड्दाखेरि, तर मलाई चाहिँ साथी चाहिँदैन है। म चाहिँ एक्लै यसरी हिँडिरहेको हुन्छु सधैँ पनि। अनि पहिला चाहिँ म यसरी भिडियो बनाए पनि अपलोड गर्दिनँ थिएँ, यत्तिकै मेमोरीको लागि मोबाइलमै राख्थेँ। अहिले चाहिँ म थोरै भए पनि हजुरहरूसँग सेयर गर्न थालेको छु। कस्तो लाग्छ कमेन्ट गरिदिनु है त नबिर्सिकन। अनि मलाई राम्रोसँग आउँदैन, कुनै कुराहरूमा सिकाउनु पर्ने कुराहरू छ, सुधार्नु पर्ने कुराहरू छ भने चाहिँ कमेन्टमा लेखिदिनु होला। जाँदा यस्तो राम्रो ठाउँ लाग्यो मलाई, यो यताभित्र चाहिँ जान नपाइने रहेछ क्या। तर यस्तो सफा गरेर राख्नुभएको, मिलाएर यो बिरुवाहरू रोप्नु भएको नि त राम्रो लागेर मैले त खिचिदिइहालेँ। अनि यहाँ हेर्नु न, यो पत्ता होइन, पत्ता हो, फुल जस्तै के पिङ्क कलरको माथि। अनि राम्रो लाग्यो मलाई चाहिँ। मलाई यस्तो राम्रो लाग्ने बित्तिकै म फेरि खिचिहाल्नुपर्छ, मलाई फेरि यो मेरो बानी हो होइन। अनि यो हाम्रो केउतो चाहिँ एकदमै हिस्टोरिकल प्लेस हो होइन। अनि यो चाहिँ देख्दै हुनुहुन्छ होला, यो के हो भन्नुहुन्छ, यो चाहिँ स्टेसन हो ल, स्टेसन हो। स्टेसनको बाहिरतिर पनि एकदमै धेरै यसरी पसलहरू थापेको देखिन्छ होइन। यसरी राख्नुभएको हुन्छ। यहाँ चाहिँ अरू ठाउँ, जापानको अरू ठाउँमा चाहिँ यस्तो यो जुन केउतोमा देख्नुहुन्छ दृश्य, त्यो दृश्य देख्न पाउनुहुन्न। एकदमै जापान आउनु भएको छ र केउतो आउनु भएको छैन घुम्नलाई भने चाहिँ तपाईँहरूलाई एकदमै रिग्रेट हुनसक्छ कि आउनु नै पर्ने ठाउँ हो एकचोटि होइन। यो अहिले म गएको ठाउँ त त्यति धेरै राम्रो नहोला, तर अरू ठाउँ एकदमै राम्रो छ। टेम्पलहरू बेसी छ नि त यहाँ चाहिँ केउतोमा चाहिँ। अनि केउतो चाहिँ एकदम माछियामा पनि एकदमै फेमस हो कि। यो चाहिँ माछिया हो, माछियाको यो माछा पाउने पसल हो होइन, एकदमै फेमस हो कि यहाँ चाहिँ यो चाहिँ। अनि कताबाट आउनुहुन्छ क्या यो ट्राई गर्नको लागि भए पनि। अनि प्लस यहाँ चाहिँ केउतोमा चाहिँ हेर्नु न, बिल्डिङहरू के तपाईँहरूले देख्दै हुनुहुन्छ होला, कति सानो के। अब केउतोमा अब सिटी नै हो नि त, यो एउटा सिटी नै हो, तर पनि बिल्डिङहरू चाहिँ होचो 2 तला 3 तला भन्दा धेरै चाहिँ देख्न पाउनुहुन्न क्या। यो चाहिँ यहाँको रुल्स हो, नियम हो होइन। किन भन्दाखेरि चाहिँ यो चाहिँ एउटा हिस्टोरिकल प्लेस भएर यसलाई चाहिँ यसरी नै प्रिजर्भ गर्नुपर्छ भन्ने यहाँको रुल्स, मान्यता होइन। अनि यहाँ चाहिँ धेरै टेम्पलहरू, मठ मन्दिरहरू के धेरै छ क्या जापानमा चाहिँ। केउतोमा चाहिँ, जापानमा त जताततै छ, तर केउतोमा चाहिँ स्पेसल्ली धेरै छ। अनि धेरै जसो चाहिँ यहाँ चाहिँ काठले बनेको मन्दिरहरू, बुद्धिस्ट टेम्पल धेरै छ। अनि पहाडको माथितिर छ के। अनि यहाँ चाहिँ एउटा चाहिँ तोजी टेम्पल भन्ने छ, त्यो चाहिँ काठले बनेको बुद्धिस्ट टेम्पल हो होइन। त्यो चाहिँ अलिकति उचाइ हाइटमा भएको मन्दिर हो। अनि त्यो मन्दिरलाई टप गरेर होइन, उचालिएर त्योभन्दा पनि अग्लो कुनै पनि बिल्डिङ, होटल होस् होइन, फ्याक्ट्री कुनै पनि बनाउनु पाइँदैन क्या। त्यही मात्रै त्योभन्दा अग्लो चाहिँ। अनि त्यो चाहिँ अग्लो, सबैभन्दा अग्लोमा मानिन्छ। अनि त्योभन्दा अग्लो चाहिँ एउटा चाहिँ यहाँ चाहिँ होटल छ भनेको मैले सुनेको थिएँ। मेबी होटल ग्रान्ड भिया होटल चाहिँ अलिकति अग्लो छ, त्योभन्दा अरू चाहिँ छैन। बोल्दा हेर्नु न, म त कति धेरै बोल्छु क्या, बोल्दै है यता अर्को ठाउँ आइसकेँ। म त्यही कुरामा भुलिरहेछु कि यहाँ देखाउँदै। अनि म चाहिँ स्पेसल्ली यो ठाउँमा टाइम स्पेन्ड गर्न आएको होइन। अहिले चाहिँ यहाँ चाहिँ 4 बजेको छ, 4 बजे ठ्याक्कै म यहाँ आइसकेँ कि। किनभने मलाई चाहिँ एकछिन मात्रै बसेर हुँदैन क्या, यस्तो ठाउँमा चाहिँ घन्टौँ बिताउनु पर्छ क्या। कम्तीमा पनि 1.5-2 घन्टा जति त बिताउनु नै पर्छ मलाई चाहिँ। हरियाली हेरेर होइन, यहाँको दृश्य हेरेर एकदमै आनन्द लिन मन लाग्छ। अनि म चाहिँ यस्तो ठाउँमा प्राय गइरहेकै हुन्छु होइन। अरू ठाउँतिर भन्दा पनि मलाई चाहिँ यस्तो ठाउँहरू राम्रो लाग्ने भएको भएर टाइम स्पेन्ड गर्नलाई आइरहेको हुन्छु। हेर्नु न कस्तो राम्रो छ क्या यो ठाउँ होइन। म चाहिँ भन्छु यसलाई केउतोको पोखरा के। केउतोमा पनि पोखरा जस्तै ठाउँ छ भनेर म साथीहरूलाई सेयर गर्छु कि, अरू साथीहरूलाई, केउतो बाहिर हुने साथीहरूलाई। अनि यो चाहिँ म चाहिँ पोखरा जस्तै लाग्छ क्या। हेर्नु न, त्यस्तो लाग्दैन तपाईँहरूलाई? कस्तो राम्रो छ, पानी पुरै कल पानी बगिरहेको ठाउँ होइन। अनि यस्तो दृश्य पनि देख्नु पाउनुहुन्छ क्या। यहाँ रिक्सा नेपालमा त हराइसक्यो, तर यहाँ चाहिँ अझै पनि छ कि, यसको मजा लिन पाउनुहुन्छ केउतो आउनुभयो भने चाहिँ होइन। अनि यहाँ चाहिँ कस्टमरहरूलाई एकदमै धेरै एप्रिसिएट, सम्मान गर्ने चलन छ कि। यहाँ कस्तो मजाले ढोकिरहेछ कि, यो उनीहरूको डेस्टिनेसन आइसकेर चाहिँ। अनि उनीहरूलाई चाहिँ, कस्टमरलाई चाहिँ एकदमै ढोक्ने चलन, भगवान रूपी मान्ने चलन छ क्या। नेपालमा पनि चलन छ नि त होइन। कस्टमरलाई भन्दा पनि नेपालमा चाहिँ पर्व उनीहरूलाई छ होइन। यहाँ चाहिँ कस्टमरलाई भगवान मानिन्छ। यसरी
रेस्पेक्ट गरिन्छ। अनि ठाउँ हेर्नु न, यहाँ ठाउँ, यो ठाउँको त जति बयान गरे पनि म थाक्दिनँ। म किनभने यहाँ पहिलोचोटि त गएको होइन, धेरैचोटि नै गइसकेको छु होइन। प्राय एक्लै नै गएको छु, यहाँ चाहिँ एक्लै नै जान्छु अनि यहाँ टाइम स्पेन्ड गरेर आउँछु। यहाँ चाहिँ पुल माथिबाटको यो दृश्य चाहिँ यस्तो छ होइन। ठाउँ अझै मलाई राम्रोसँगले क्यामेरा चलाउनु नआएर होइन, अनि खिच्न नआएको भएर चाहिँ भिडियो गर्न नआएको भएर अझै राम्रो देखिएको छैन कति कुराहरू होइन। तर यहाँ यदि क्यामेरा चलाउन आउने मान्छे, भिडियो गर्न आउने मान्छे थियो भने चाहिँ यो ठाउँ यस्तो बवाल छ, यति राम्रो देखिन्छ होइन। मलाई चाहिँ जस्तो छ त्यस्तै नै मैले चाहिँ यसरी नै देखाएँ होइन। तैपनि मलाई चाहिँ यत्तिकै पनि राम्रो लाग्छ क्या। अनि म चाहिँ यहाँ चाहिँ धन्नै 2 आवर्स जति बसेँ कि कति 4 बजी गएको अनि म चाहिँ 7 बजी मात्रै फर्केको क्या। यति धेरै टाइम स्पेन्ड गर्छु क्या एक्लै पनि। अनि यहाँको पानीको आवाज, छलछल परेको आवाज होइन, अनि यो हरियाली देख्दाखेरि त ओ माई गड हुन्छ कि। अनि यस्तो ठाउँमा चाहिँ हजुरहरूलाई कस्तो लाग्छ होइन, कस्तो यस्तो पनि देखाइरहेको होला यस्तो ठाउँ पनि भन्ने लाग्छ होला तपाईँहरूलाई चाहिँ। तर मलाई चाहिँ चिज लाग्छ है, फेरि कति एउटै कुरा भनिरहेको भनेर दिक्क नमान्नु ल। अनि म चाहिँ फेरि त्यहाँदेखि बसेँ, त्यहाँनिर 1-1.5 घन्टा बसेँ। अनि फेरि त्यहाँदेखि अलिकति उता पनि ठाउँ छ कि थोरै बस्ने ठाउँ छ। अनि जाँदैछु, यहाँ माथितिर देखाउँदैछु नि, यो माथि चाहिँ मङ्की पार्क भन्ने छ क्या, आरासियामा मङ्की पार्क भन्ने ठाउँ छ। यो ठाउँको नाम चाहिँ खास आरासियामा हो होइन। आरासियामा चाहिँ वरिपरि धेरै यसरी घुम्ने ठाउँ छ कि, घुम्ने भन्दा पनि यसो हावा खाने ठाउँ छ क्या। अनि म चाहिँ यो घुम्न भन्दा पनि हावा खान गएको, टाइम स्पेन्ड गर्न गएको कि छुट्टीको दिन, यत्तिकै रुममा बसिराख्नुभन्दा भनेर। अनि यो देखाइरहेको यो यस्तो छ नि, यो खोला जस्तो छ नि, यहाँ चाहिँ पहिला चाहिँ ढुङ्गाहरू हुन्थ्यो, अहिले चाहिँ रहेन रहेछ क्या अक्सिजन भएको भएर। अनि यो चाहिँ आर्यसियामा माथि पार्क जाने ठाउँ हो, मङ्की पार्क जाने ठाउँ। म चाहिँ गइनँ किनभने यहाँ चाहिँ थोरै हाइकिङ गर्नुपर्छ। कसै हाइकिङमा एकदमै रुचि हुनुहुन्छ भने चाहिँ केउतोमा हुनुहुन्छ, हाइकिङको लागि खोजिराख्नु भएको छ भने चाहिँ यो एकदमै बेस्ट हुनेछ है हजुरहरूको लागि। एकदमै के त्यस्तो लङ पनि छैन, ठिक्क छ क्या, हाइट ठिक्कमा छ। अनि हाइकिङको लागि एकदमै बवाल लाग्यो मलाई चाहिँ यो ठाउँ। अनि माथिदेखि भ्यू पनि यस्तो राम्रो देखिन्छ होइन। यहाँको जाँदाखेरि तपाईँहरूलाई त्यो पछुतो लाग्ने कुनै उयो नै हुँदैन क्या, भ्यू पनि त्यस्तै राम्रो। अनि यहाँ मङ्कीहरू कति धेरै छ, खालको देख्नु पाउनुहुन्छ है। अनि जानुभएको छैन, यदि केउतोमै हुनुहुन्छ भने चाहिँ एकचोटि भिजिट गर्नुहोला। अनि यहाँको दृश्य, यो दृश्य त झन् ओ माई गड, म त जति हेरे पनि मलाई नपुग्ने हो कि यो दृश्य चाहिँ। हेर्नु न कस्तो राम्रो देखिन्छ कि यस्तो पानीमा होइन, यस्तो मजाले होइन। अझै पहिला त झन् धेरै देख्न पाइन्छ कि यो विन्टर सिजनमा। अहिले चाहिँ यो बर्खा लागेको भएर अब छिनमै पानी पर्ने होइन, अनि बाढी आउने भएको भएर सबै यो चाहिँ थन्काइएको रहेछ क्या, राखिएको रहेछ, अफ गरेको रहेछ होइन। नत्र यहाँ चाहिँ ढुङ्गाहरू चढ्ने ठाउँ हो होइन। प्राय यसको मजा लिनुहुन्छ, टुरिस्टहरू चाहिँ धेरै आउनुहुन्छ नि त यहाँ, अनि घुमिराख्नु भएको हुन्छ यसरी ढुङ्गा चढेर। तर अहिले चाहिँ छैन यहाँ चाहिँ। अनि भन्दा भन्दै बस्दा बस्दै म चाहिँ फर्किने बेला भयो, म चाहिँ फर्केँ। अनि धेरै बोल्छु क्या, म चाहिँ फेरि बोल्न थाल्यो भने यस्तै हो। म त कोही साथी भेट्यो भने पनि यसरी नै बोलिराख्छु क्या। अनि बोल्दा बोल्दै म चाहिँ यो फर्केको दृश्य आइसक्दा पनि म चाहिँ अझै बोलिराखेँ है, सरी यसको लागि। अनि अहिले चाहिँ हेर्नु न, म चाहिँ 7 बजिसक्यो यतिखेर चाहिँ, तै पनि दिउँसै छ, हेर्दाखेरि उस्तै लाग्छ तपाईँहरूलाई। यो दृश्य हेर्दाखेरि उज्यालै देखेर चाहिँ, तर 7 बजिसक्यो हेर्नु, म 4 बजी गएको, 7 बजिसक्यो कि। जतिजनाले लास्टसम्म हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद। आजको लागि यति नै, थ्याङ्क यू सो मच सबैजनालाई है साथ सपोर्टको लागि। यसरी नै साथ दिइराख्नु होला। म हजुरहरूलाई नयाँ नयाँ ठाउँ देखाउने छु, म जता जता जान्छु हजुरहरूलाई पनि त्यतै लगेर डुलाउने छु। बाई बाई एभ्रिवान।